नमस्कार नमस्कार सम्पूर्ण टिकटक प्रेमी श्रोताहरूलाई हैन। अस्ति चाहिँ मैले तपाईहरुलाई यो छाती फर्केको होटलको कुरा गरेको थिएँ हैन। त्यो चाहिँ जुमेरा बुर्ज अल अरब भन्ने होटल हो है। अब बुर्ज भनेको चाहिँ अरबी भाषा हो। टावर भन्ने ऊ अगाडि देखिसक्नु भएको छ हैन। त्यसकै भिडियो बनाउनलाई जाँदैछु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला हैन। अलिकति लामो हुन्छ किनभने म पछाडि गाडी पार्किङ राखेर त्यसपछि जाँदैछु। अस्ति चाहिँ ऊ त्यतापट्टिबाट होटलपट्टिबाट खिचेको हो हैन। ऊ त्यहाँतिरबाट अहिले चाहिँ म त्यही माथि जाँदैछु के यो छाती फर्केकै होटलतिरै जाँदैछु हैन। यहाँ चाहिने छु बासमा भिडियो चाहिँ 10 मिनट जति हुन सक्छ है। म दौडिँदैछु किनभने गाडी पछाडि राखेको छु मैले। अनि अहिले अब फेरि त्यहाँ पार्किङमा फाइन हान्दिन पनि सक्छ हैन। हुन त म यो ठाउँमा दिनकै हिँडिरहेको हुन्छु के, दिनकै हिँडिरहेको हुन्छु। यो रोड कुदिरहेको हुन्छु। अहिले चाहिँ तपाईँहरूलाई यही भिडियो देखाउनलाई अब त्यो भिडियो होटललाई नै देखाउनलाई चाहिँ कुदिरहेको होइन। उता चाहिँ मेरो बिच होटल भन्यो त्यो झन्डा जस्तो मान्छेहरू हिँडिरहेको छ। तपाईँहरूलाई चाहिँ मेरो अनुहार भन्दा नि यो छाती फर्केको होटल के, छाती फर्केको होटल होइन। होटल चाहिँ देखाउन खोजिरहेको हो। बाटो काट्नु पऱ्यो। अहिले सिग्नल बन्द भइरहेछ होइन। गाडीहरू आइरहेछ। खुल्यो भने चाहिँ हेर्छु। यतापट्टि चाहिँ वाटर बल पनि छ। त्यो चाहिँ हाल्नु पऱ्यो भनेर हो होइन। अब सरसर्सी देखाउँछ। ऊ माथि चाहिँ हेलिकप्टर प्याड पनि छ होइन। हेलिकप्टर त्यहाँ अब हेलिकप्टर पनि ल्यान्डिङ गर्न मिल्छ। सिग्नल चाहिँ खुल्यो है। सिग्नल खुल्यो। अब दौडिनु पर्छ। म चाहिँ यहाँ छिटो भिडियो बनाएर फेरि भागिहाल्छु होइन। यो चाहिँ 7 तारे होटल हो कि, 7 तारे होटल हो होइन। यो 7 तारे होटल म अब रात बिताउनको लागि त कति पर्छ भनेर तपाईँहरूले नेटमा पनि भन्न सक्नुहुन्छ होइन। अब त्यहाँ गएर बस्नलाई त अब कल्पनासम्म मात्रै हो। जसले तिर्न सक्छ ती व्यक्तिहरू गएर तिर्ने हुन् होइन। त्यो छ। त्यस कारणले अब यो चाहिँ अब नेपाली रुपियाँमा भन्ने हो भने प्रति तपाईँको रातको चाहिँ तपाईँको नेपाली 3-4 लाखदेखि 6-7 लाखसम्म पनि पर्छ होला। त्यति तिरेपछि चाहिँ यो छाती फर्केको होटलमा तपाईँले जे पनि गर्न पाउनुभयो क्या। खाना बस्नदेखि लिएर हग्ने पात्ने मुत्ने सबै गर्न पाउनुहुन्छ होइन। अब हुन त त्यहाँ फेरि टर्म्स एन्ड कन्डिसन भन्ने हुन्छ। नेपालीमा भन्छ नि शर्तहरू लागु हुनेछन् भने जस्तै हुन्छ होइन। म चाहिँ यहाँ अलिकति साथीहरू यतातिर जाँदैछन्। यहाँ वाइल्ड वादी वाटर पार्क भन्ने छ होइन। यहाँ चाहिँ अब यो सबै चट्टान जस्तो बनाएको छन्। मानव निर्मित हो क्या, मानव निर्मित हो होइन। यहाँ छैन यस्ता पहाडहरू, हिँड्ने चट्टानहरू। तर पनि जानुहोस्, छाँगा, पानीको छाँगा। सब पर्यटकीय स्थानहरू बनाएर चाहिँ नै अब पर्यटकलाई चाहिँ भुलाउने बाटो होइन। दुबई आयो भने मान्छे चाहिँ त्यतिकै हराउँछ क्या। फेरि यहाँबाट हो परबाट छिर्नुपर्छ भन्ने गेट चाहिँ यो हो क्या। वेलकम सेन्टर चाहिँ यहाँबाट चाहिँ छिर्नुपर्ने हुन्छ।
यहाँबाट उता छिर्न दिँदैन यो छाते फर्केको रेलभित्र जानलाई चाहिँ कि तपाईँको बुकिङ हुनु पऱ्यो पैसा तिर्नुपर्छ त्यो भित्र गएर घुमेर आउनलाई नै भिजिट गर्नलाई नि होइन। अब म दैनिक जस्तो घुमिरहन्थेँ यता तर मैले खासै सोचेको थिइनँ कि म चाहिँ त्यो तलतिरको बिल्डिङबाट माथितिर आएको होइन दौडेर यस्तो छ। अब छोटो जति सक्दो गरौँ भनेर कस्तो भने म यहाँ अगाडि चाहिँ यहाँ एउटा उ छ क्या यो समरसल्ट भन्ने देख्नुभयो नि समरसल्ट भन्ने क्लब छ क्या हो। यहाँ चाहिँ अघि त्यो योभन्दा अघिल्लो भिडियो बनाउँदै गर्दाखेरि बसिरहेको छ एकछिनपछि बुकिङ आयो बुकिङको कस्टमर दुईवटा तरुणीहरू चाहिँ आयो वाट बुकिङको अनि उनीहरूलाई लिएर आएको यहाँ होइन करिब नेपालको भन्ने हो भने अब कति भन्ने त्यसलाई 2025 को ट्रिप लिएर आइयो यहाँको चाहिँ त्यहाँ अब 75 दिराम होइन। त्यसको फेरि अब बुढाले चाहिँ के गर्ला होला भन्नु होला यस्तै छ। अब यस्तो ठाउँहरू छन् अब सधैँ घुमिरहेको छु तर पनि कहिलेकाहीँ दिमागमा यादै आउँदैन अब कस्टमरको चक्करमा पछाडि दौडिँदा होइन अनि भुलिन्छ क्या। अनि टिकटकले चाहिँ अलिकति क्लिक गर्यो अघि त्यहाँ भाइलाई मैले सोधेको यहीँनिर रोकेर म 2-3 मिनट टिकटक बनाउँछु नि सर भनेको सेक्युरिटी भाइले मिल्दैन भनेर भने त्यस कारणले गर्दा तल पछाडि लुकाएर अनि फर्केको है त। ल यति नै गरौँ यही हो छाती फर्केको होटल माथि चाहिँ हेलिकप्टर ल्यान्ड गर्ने पनि छ है टुप्पामा चाहिँ हेलिकप्टर भन्छ नि पैसा हुनेहरूको लागि जे पनि हुन्छ है त। ल हस् त धन्यवाद फेरि भेटौँला।